Hello, welcome back to my channel everyone. आज फेरि म आफ्टर अ लङ टाइम चाहिँ फेरि आफ्नो भिडियोमा ब्याक गइसकेको छु अनि मैले अलिअलि फिल्टर पनि युज गरेको छु. यु क्यान सी सो बेसिकली किन आएको भन्दाखेरि यहाँबाट भ्यू चाहिँ एकदम दामी देखिरहेछ अनि त्यो भन्दा नि मोस्ट इम्पोर्टेन्ट भ्यू इज हियर इज दिस. हाम्रो माउस चाहिँ आज यहाँनिर दिदी र मसँग एकदम नाच्दैछ. हेलो बुनु बुनु हाउ आर यु. इङ्ग्लिस बोली भनेर बेइज्जत गरी क्या अहिले. Bro, what are you talking about, man? हगु 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 गरिरहेको छ बुनीले. कट्टु कट्टु भन्दै न कट्टु होइन कट्टु कट्टु भन्दै न मुझे जाने दो. भाग्यो भाग्यो भेटे 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 भेटे. भ्यू इज रियली गुड होइन अनि ब्याकग्राउन्ड भ्यू इज दिस होइन. माउस चाहिँ यहाँनिर छ अनि नमस्ते गरिदेऊ त बोल्नु सबलाई. हेलो गरिदेऊ त. हेलो गाइज भनिदेऊ त. गर त गर त. माउस इज नट माउसिङ गाइज. स्याबास भन त. यता हेर त. चुप्पा गर्नु ल. चुप्प चुप्प चुप्प. सारा मूड खराब कर दिया. माउस इज नट माउसिङ त हो नि. नाच्दिनु ल. यस्तै चल्दैछ अनि हाम्रो यो छतबाट चाहिँ पुरै घाम झुल्केकोदेखि लिएर घाम नझुल्केकोसम्म सबै देखिन्छ. ठीक है समझ गया. मेन कुरा देख्ने भनेको चाहिँ यो दिस मेरो घर भएको ठाउँ है गाइज है. ससुराली बनाउन चाहनुहुन्छ भने चाहिँ सम्पर्क गर्नु होला मलाई. बात तो सही है. नम्बर भनिदिनुहोस् त. 98 के अरे कति हो 98 80 सपना छटबाट खसी. अनि त्यस्तै नै हो. अनि यहाँनिर अनि यहाँ तल चाहिँ एउटा हस्पिटल छ होइन गाइज. अनि त्यहाँ एउटा बोकेम्यान ह्यान्डसम डक्टर पनि छ. के छ अरे यता बोकेम्यान छ. सपना लास्ट एउटा ह्यान्डसम डक्टर मनपर्छ. अनि त्यहाँ यहीँबाट हेर्नको लागि हजुर यहाँ आएको होइन त. छि होइन मेरो जुत्ताले नि नहेरे त्यसलाई त मेरो बोयफ्रेन्डले राम्रो छ. उहाँको मैले रेकर्ड भइरहेको के भनेको होला है छ्या फेरि. क्या बात है जी एक्टिंग की बादशाह. अनि माउस हजुर भन न. माउसको पनि यहाँ कोही मुसा छ जस्तो छ. फिमेल मुसाले मेल मुसा खोज्दैछ गाइस. के बोले भाइ? अब के यस्तो त भन्न नमिल्ने पाप लाग्छ होइन. सो लुक द भ्यू. अनि त्यति नै भ्यू नै त हेर्ने हो अरू त केही चाहिँ हेर्न मिल्छ र. अनि यहाँ फुलहरू पनि छ है फेरि. म के भन्छ राम्रै नै छु फुल भन्दा भन्नेवाला. ए एकछिन होइन 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 यस्तो चाहिँ हो क्या. राम्रै नै छु फुल भन्दा र त्यो भन्दा यता देखा चाहिने यता बहिनीले नाच्छ. ल ल ल नाच त दिदी. सपना नाच्नु एकचोटि. यसले नि कम्बर हल्लाउँदैछ गाइस. ल ल ल ल ढिङ्गे 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 ढिङ्गे. डाक्टर झट्का गर त बहिनी. हाम्रो बहिनी चाहिँ गाइस भर्खर अब के अरे 1 महिनापछि 2 वर्ष हुन्छ. तर त्यो 1 महिनापछि 2 वर्ष हुन्छ होइन त. ए यता देखा न एउटा कुरा भन्नु थियो क्या गाइज. तपाईँहरूलाई यो फुल मन पऱ्यो कि यो फुल मन? हामीलाई दुइटै फुल मन परेन. हामी त्यताको फुल हेर्न जाँदैछौँ. हामीलाई त यो फुल मन पर्यो. चुइगम बहिनीले झाडिसकेकी रहेछन्. हाम्रो बहिनी चाहिँ सानै भयो नि. चुइगम चाहिँ गर त ला यहाँ यस्तो भएछ के कता यसलाई जा भनिदेऊ. होस् छि आउलु भयो ल. यसले टिपेर खान लागिरहेछ गाइस. म हत्ता न पत्ता आएँ. गाइस त्यसले दाउ हेरिरहेको छ. गयो यसले अब त्यो चुइगम टिपेर खान नि सक्छ. यो गर्ने अनि किन्नु लास यति किन्नु
नाच देऊ त बेबी कम्मर हल्काइदेऊ त ला 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 कम्मर हल्लाउ न यसरी ठिङ 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 गरिदेऊ त ल ल ल यस्तो यस्तो पनि बल्ले बल्ले गर त भुँडी देखाउ त आमा कस्तो राम्रो भुँडी ढुक गाइस अनि यस्तो छ भ्यू चाहिँ अनि द फुल इज हियर हजुर उहाँको रियल फेस त देख्नुभयो होला तपाईँले जुम गरिदिएछ छु अनि यस्तै छ यहाँनिर चाहिँ होइन विपना आमा कस्तो राम्रो पेट गाई यसले चाहिँ पेटमा चुप्पाको गर भन्छ लु अब मेरो नि गर्ने रे गाई दिदीको ल दिदीको जुन देखाउन म सक्दिनँ है त गराइदिनु न यसले यहाँनिर भुभु गर्ने भन्छ यो मुसा ओइ अनि यहाँबाट आकाश पनि एकदम सफा देखिन्छ त्यो काठमाडौँको जस्तो प्रदूषण हाम्रो दिदीले चाहिँ आज नआएको अनि एकदम सफा देखिरहेको थिएन होइन ये तो धोती खोल रहा है अनि त्यसपछि यस्तो छ क्या कस्तो मतलब क्लिन कस्तो राम्रो होइन कस्तो एस्थेटिक भन्छ कि भन्छ त्यस्तो खालको क्या यो चाहिँ यहाँ त पुरै आगो लागेको जस्तो होइन फोटो खिच्दैन यार ल अब एकछिनमा फोटो खिचिदिन्छु गाइस बस्छु त त्यही भ्लगमा निकाल अन्त ल म एडिट गर्छु क्या ल राम्ररी बस्यो त खै त अब म एकदम फोटो खिच्नमा लागिसकेको छु गाइस होइन ल अलि मुन्टो सिधा गर त मुसोलाई नि राख हाम्रो बुनुको नाम चाहिँ मुसो भनेर जिस्क्याउने मात्रै गरे हो होइन मुसो चाहिँ यसो काट्यो नि यसो काट्यो ल यस्तो भ्यू छ गाइस यस्तो राम्रो राम्रो मान्छेहरू छन् होइन त्यही नै हो अब हामी चाहिँ अरू त केही इन्ट्रेस्टिङ छैन तर म खालि भ्यू 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 मात्रै गरिरहेको छु नि त अनि द भ्यू इज रियली गुड है अरे साला तुम लोग पागल है क्या भन त यस भनिदेऊ त बुझ्न मैले घिसारिदिँदैछु अब मैले घुमाइदिएँ बुझ्ने बहुत अच्छे लग रहे हैं अब ढल्छ है बुझ्ने ढल्यो 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 ला ढल्यो ढल्थ्यो ल दल्यो 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 दुख्यो कहाँ दुख्यो कहाँ दुख्यो हाम्रो मुसो चाहिँ कपी क्याट हो त्यो बच्चाहरू चाहिँ कपी क्याट हो भन्छन् नि त्यस्तै हो यसले जेनीको कपी गर्छ दुख्यो कसलाई लाग्यो टाउको ठोकाउँछु टाउको ठोका ठोक हुँदैछ जित भइसकेको छ नाइ नाइ नो 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 म नआउने बिल्कुल रिस्क नहीं लेने का दिदीसँग गर न दिदासँग गर त यस रिसाइदेऊ न एकचोटि अब रिसाइसकेकी छ एकचोटि उठा न बोल्ने बहिनी चाहिँ घिस्रिन्छ जहाँ पनि त्यो फोनमा उठ्नु उठा त एकचोटि अब ल उठ उठ हेर न अब उठ रिसाएको हो तिमी बुनु रिसाइदेऊ न तिमी टाउको बहिनी गाइज रिसाइसकेकी छ एकदम धेरै स्याड मैं बोलता नहीं करके दिखाता हूँ करके नहीं दिखाता फिर अघि धेरै रेकर्डै भएर हिँड्छ कि बहिनी ओ बहिनी फायर हो हाँस्दै छ है फेरि यो अनि हाम्रो यो के भन्छ चरीगढको चाहिँ एकदम त्यो आकाश पनि यति सफा होइन होइन है साँच्चै साँच्चै के आकाश नै धेरै सफा हुन्छ काठमाडौँतिर त यस्तो आकाश देख्न नि असम्भव जस्तै हो होइन ठीक है समझ गया बट हियर वी क्यान सी क्लियर आकाश यहाँ रिसाएर बसेकी छिन् होइन म रिसाएको छु भन त यता नरिसाउ न जोडेर बसौँ न एकछिन जा जा रिसाउ त पुनः रिसाउ न साँच्चै रिसाएको गाइज अहिले चाहिँ सिरियस नै रिसाएको यो गाला छाम्दै गइसक्यो लुक्नको लागि बहिनी चाहिँ एकदम लुकिसकेको छ गाइज
अब बहिनीलाई भेट्न गाह्रो होला जस्तो छ यहाँबाट हेर्नु न हेर्न सकिन्छ होइन हेर्नु न भनिरहेको छु यस्तो दामी देखिन्छ क्या यो सनसेट भइरहेको अहिले उहाँको वासस्थान भेट्टाइसक्नु भएको छ यता आउनुहोस् सुगर्नी ओए दिदी सुगर्नी रे सुगर खोलाइदिएन ओए 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 जान गइहाल्नु अस्ति नि त्यहीँ सु गरेको यसले प्यान्टमै सु गर्छ ट्राउजरमै सु गर्छ गाइस हाम्रो बहिनीले चाहिँ यहाँ सु गरिसके चाहिँ बेजती बहिनीले यता हेर त ओए मुसा के गरेको तिमीले के गरेको अलिकति गरे अरे गाइस यस्तो दामी छ होइन गरिसकेपछि हामी फाइनली कोठामा जानै पर्ने हुन्छ सो थ्याङ्क्स फर वाचिङ लास्टसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद अनि हामीलाई चाहिँ भन्न दिदी केही सब्सक्राइब गरिदिनु भनेर सब्सक्राइब गर ओ माई गड कस्तो राम्रो आएको एकछिन फोटोमा स्क्रिनसट गर्नुहुन्छ क्या यस्तो गरेर राख्नु रहने दो, बहुत बुरे लग रहे हो। तौबा तौबा तौबा। भन्न चाहिँ एकछिन पख्न हेर्न राम्रोसँग 10 hours later. थ्याङ्क्स फर वाचिङ गाइज अनि मेरो बहिनीको च्यानललाई चाहिँ सबैजनाले भरिभरि सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला थ्याङ्क यू अनि त्यसपछि मैले त्यो भिडियोमा धेरै गाइज के भनेको छु नि त त्यो अब मैले फर्स्ट टाइम नै भ्लग गरिरहेको छु अनि त्यही भएर आई डोन्ट नो अबाउट द्याट है अनि त्यही भएर पछाडिको भ्यू देखाइदिनु एकचोटि पछाडि चाहिँ हाम्रो यस्तो दामी देखिन्छ ल बाई गाइज थ्याङ्क्स फर वाचिङ बाई गरिदेऊ चुप्पा गरिदेऊ नगर्ने मुसा भागिसकेपछि भयो आज के लिए फिलहाल इतना ही